गोजो सातोरु एक्चुअली अ ब्याड टिचर। गोजो स्ट्रङ्गेस्ट हो, तर क्वेसन यो हो कि त्यो राम्रो टिचर हो कि होइन। जुजुत्सु काइसेनमा गोजो सबैभन्दा पावरफुल क्यारेक्टर हो, तर टिचिङ स्किल पावर जस्तो सिम्पल चाहिँ हुँदैन है। उसको स्टुडेन्टहरू धेरै जस्तो उसमै डिपेन्ड हुन्छन्। सिरियस सिचुएसनमा पनि सबैको थट एउटै नै हुन्छ कि गोजो आइहाल्छ, के चिन्ता छ। बेसिकली ब्याकअप प्लान भनेकै गोजो आफै हो। अनि अर्को कुरा, उसको टिचिङ स्टाइल पनि क्लियर छैन। स्टेप बाई स्टेप गाइडेन्सको सट्टा ऊ डाइरेक्ट फिल्डमै पठाइदिन्छ। यस्तो होइन कि स्टुडेन्टहरू सिक्दैनन्, स्टुडेन्टहरू सिक्न चाहिँ सिक्छन्, तर मोस्टली एक्सपिरियन्सबाट, नट इन प्रोपर टिचिङ स्टाइल। र यो चाहिँ रिस्की मेथड हो है। स्टुडेन्टहरू धेरै डेन्जरस सिचुएसनमा पर्छन्, जुन कि मजाले एभोइड गर्न सकिन्थ्यो। ट्रेनिङ अलिक डेन्जरस नै भयो भने यो ट्रेनिङ हो कि मिसन हो अलिक कन्फ्युज हुन्छ कि। यत्रो बेजत गरिसकेपछि अब रियल फेयर तरिकाले भनौँ भने गोजोको गोल चाहिँ नर्मल टिचर जस्तो चाहिँ छैन। ऊ चाहिँ आफ्ना स्टुडेन्टहरूलाई एकदमै पावरफुल स्ट्रङ बनाउन खोज्छ, जो कि रियल कोर्स वर्ल्डमा सर्भाइभ गर्न सकोस्। सो मलाई लाग्छ गोजो ब्याड टिचर चाहिँ होइन, तर पर्फेक्ट टिचर पनि होइन। गोजो इफेक्टिभ त छ, तर रिस्की स्टाइलमा छ। सो मेरो ओपिनियन त यही हो। तिमीहरूको ओपिनियनमा पनि के कस्तो छ त्यो पनि भन। गोजो जस्तो टिचर बेटर हो कि सेफ टिचर नै बेटर हो?